+2 12th पढ्ने विद्यार्थी भाइ बहिनीहरूको लागि यो भिडियो बनाएको छु। सो सबैजना साथीहरूले यो भिडियो सुरुदेखि अन्तसम्म हेरिदिनुहोला र यो भिडियोलाई एउटा लाइक र कमेन्ट गरिदिनुहोला। सो त अब हामी रुटिनतर्फ जानेछौँ। यहाँ रहेको छ रुटिन तपाईँहरूको। एनइबीले आज भर्खरै 1-2 घन्टा अघि चाहिँ रुटिन पब्लिस गर्यो। अब तपाईँहरूलाई पढाइमा जुटिहाल्नु पर्नेछ। सो तपाईँहरूको अब कति बजीदेखि हुनेछ एक्जाम, सम्पूर्ण कुराहरू यो एनइबीले उल्लेख गरेको छ यहाँ यो नोटिसमा समय तालिका। अब त्यसपछि अर्कोमा के लेखेको छ भने कहिले हो भने मिति यहाँ लेखेको छ। राष्ट्रिय परीक्षा सञ्चालन हुने कक्षा 12 को साधारण प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षाहरू हुनेछ वैशाख 14 गतेदेखि। यी 2 अङ्क भए 80, 81 र 82 का पेज हुनेछ, सामेल हुन सक्नेछ। त्यसपछि यहाँ त समय दिएको छ, परीक्षा समय यहाँ उल्लेख गरेको छ। परीक्षा समय बिहान 11 बजेसम्म हुनेछ, 3 घण्टाको एक्जाम हुनेछ तपाईँहरूको। त्यसपछि यहाँ मिति, विषय र विषय कोड सम्पूर्ण कुराहरू उल्लेख गरेको छ। यसमा तपाईँहरू आफै पनि हेर्न सक्नुहुनेछ, जसमा चाहिँ फर्स्टमा 14 गते वैशाख 14 गते यो 4वटा विषयको परीक्षाहरू लिनेछ र छिट्टै तपाईँहरूको अर्को नोटिस भिडियो लिएर आउनेछु, जसमा चाहिँ अब तपाईँहरूको परीक्षा केन्द्र कहाँ हुनेछ भन्ने कुरा सम्पूर्ण विस्तृत रूपमा चाहिँ त्यो भिडियोमा हुनेछ। त्यो भिडियोको लागि तपाईँहरूले यो भिडियो हेरिदिनुहोला र छिट्टै त्यो भिडियो लिएर आउनेछु। एनइबीले पब्लिस गरिसकेपछि एजुकेसनको परीक्षा हुनेछ। फर्स्टमा कम्पलसरी नेपाली र अर्को चाहिँ सोसल स्टडी फर टेक्निकल स्ट्रिम, जुन चाहिँ प्राविधिक तर्फका विद्यार्थीहरूको लागि सोसल स्टडी हुनेछ 15 गते र अर्को चाहिँ कम्पलसरी सबैको लागि कम्पलसरी नेपाली 15 गते हुनेछ। त्यस्तै गरी फर पार्सियल स्टुडेन्ट, अब जति पनि साथीहरूको ब्याक लागेको छ पछिल्लो वर्ष, उनीहरूको लागि कम्पलसरी इङ्ग्लिसको ब्याक लागेछ भने 16 गते तपाईँहरूले इक्जाम दिन सक्नुहुनेछ। त्यस्तै गरी 17 गते यो 3वटा विषयको परीक्षा हुनेछ। फर्स्टमा छ तपाईँको कम्पलसरी सोसल स्टडी एन्ड लाइफ स्किल फर जेनरल स्ट्रिमको लागि, अर्को चाहिँ कम्पलसरी म्याथ र त्यसपछि टेक्निकल स्ट्रिम तर्फको विद्यार्थीहरूको लागि फिजिक्स। त्यस्तै गरी 20 गते सांस्कृतिक भाषा एन्ड व्याकरण, सांस्कृतिक भाषा एन्ड व्याकरण, एकाउन्टिङ र म्याथमेटिक्स र टेक्निकल विषयहरूको रहेको छ। तपाईँहरूले यो एनइबीको वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुनेछ अथवा म आफ्नो यो डिस्क्रिप्सनमा राखिदिनेछु। र तपाईँहरूको इक्जाम चाहिँ लास्ट एन्ड फाइनल अन्तिम इक्जाम कहिलेसम्म हुनेछ भने 27 गतेसम्म हुनेछ। 27 गतेमा ध्यान दिनु। सो तपाईँहरूले यो गर्नुहोला। यदि तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो भने कृपया एउटा सानो कमेन्ट गरिदिनुहोला र यो भिडियो तपाईँहरू साथीसँग सेयर